हेलो एभ्रिवान, आज फेरि म आइरहेको छु खोपरेल सेन्टर बस्तीमा आइरहेको छु होइन। बाटो चाहिँ हेरिहाल्नुहोस्, यहाँनिर फर्स्ट टु लास्ट 16 फुटको बाटो छोडिदिनु भएको छ होइन। प्रपर्टी चाहिँ तपाईँको यही नै हो होइन। हेरिहाल्नुहोस्, बाटो दुईपट्टि बाटो पाउनुहुन्छ होइन। अब म घरभित्र पसिसकेँ होइन। प्रपर्टी चाहिँ छ तपाईँको यहाँनिर 4 कट्ठामा घर बनेको छ होइन। एकदमै राम्रो प्रपर्टी छ होइन। 3 तला फन्डिसन हो होइन। साइडपट्टि छोडिदिनु भएको छ होइन। यो चाहिँ भयो एउटा बाथरुम होइन, एउटा एक्स्ट्रा बाथरुम भयो होइन। 4 कट्ठामा बनेको छ होइन। खतियान जर्नल रेजिस्ट्री प्रपर्टी हो होइन। यो चाहिँ एउटा बेडरुम है, हेरिहाल्नुहोस्। बेडरुम पनि एउटा चिटिक्कै परेको बनाएको छ होइन। हेरिहाल्नुहोस्। अन्त फेरि एउटा बेडरुम होइन, दुईवटा बेडरुम भइहाल्यो होइन। सेपरेट टोइलेट बाथरुम पनि छ यहाँनिर होइन। हेरिहाल्नुहोस्, यो पनि एउटा बेडरुम होइन, सेपरेट टोइलेट बाथरुम त्यहाँ पर। हेरिहाल्नुहोस्, एकदमै राम्रो प्रपर्टी छ होइन। प्रपर्टी चाहिँ हो तपाईँको खतियान जर्नल रेजिस्ट्री प्रपर्टी हो होइन। यो चाहिँ भयो तपाईँको एउटा हल रुम डाइनिङ टेबल होइन। अन्त यो चाहिँ भयो तपाईँको एउटा किचन होइन। हेरिहाल्नुहोस्, मास्टर किचन होइन। एकदमै राम्रो टाइल्स मार्बल्सहरू लगाएर बनाइदिनु भएको छ। यो पनि एउटा, यो चाहिँ तपाईँको एउटा बेडरुम, बेडरुममा एउटा सेपरेट टोइलेट बाथरुम होइन। 5वटा बेडरुम छ होइन, सेपरेट टोइलेट बाथरुम भएको एकदमै राम्रो प्रपर्टी छ होइन। 4 कट्ठामा बनेको छ होइन। लोकेसन चाहिँ पर्ने छ तपाईँको खोपरेल सेन्टर बस्तीमा पर्ने छ होइन। एकदमै राम्रो प्रपर्टी छैन। तपाईँहरूलाई यदि यो प्रपर्टी माथि इन्ट्रेस्ट छ भने यो नम्बरमा तपाईँ कन्ट्याक्ट पनि गर्नु सक्नुहुन्छ र वाट्सएपमा हामीसित बात पनि गर्नु सक्नुहुन्छ। धन्यवाद।